सायद तपाईँहरूले बिर्सिसकेको होला है, अर्थात् बिर्सेको हुनसक्छ। बुद्धले धेरै वर्ष अगाडि एउटा शिक्षा दिनुभएको थियो नि। त्यो शिक्षा के तपाईँहरूलाई याद छ? छैन भने सुन्नुहोस् है। बुद्ध भन्नुहुन्छ कि आफूसँग भएको ज्ञानको गर्व गर्दै अरूलाई अपमान गर्ने विद्वान बनेको हातमा दियो लिएर बसेको अन्धो जस्तै हो भनेर बुद्धले बताउनु भएको थियो नि। हो, त्यो शिक्षाहरूलाई पनि हामीले जीवनमा कहिलेकाहीँ याद गर्नुपर्दछ है, कहिलेकाहीँ सम्झिनु पर्दछ, किनकि यो निकै नै महत्त्वपूर्ण छ हाम्रो जीवनको लागि। त्यसैले